अफिसबाट पनि साह्रो ढिलो आयो। मलाई साह्रै टेन्सन भइसक्यो। कहाँ गएको नि मेरो छोरा? अहिलेसम्म पनि आइपुग्दैन। आमा ए है छोरा आइपुगे? म आइपुगेँ है अफिसबाट। अन्त किन ढिलो भयो? अलिकति साथीभाइहरूसँग गर्दै थिएँ, त्यसै ढिलो भयो। अनि खाना पाकेको छ आमा? पाकेको छ, सबै कुरो पाकेको छ। अनि के गर्दै हुनुहुन्छ तपाईँ त? ए बडा कुलार। सुन्नुहोस् न, एकछिन यहाँ आउनुहोस् न, म तपाईँसँग एउटा दुईवटा बात गरौँ भनेको थिएँ। अन्त चिया खाजा खाइहाल्नु नि। अहिले म एकबाट बात भन्छु तपाईँलाई। मेरो अफिसको साथीहरू पनि आउँदैछ है। अनि साथीहरूले भन्दै थियो तिम्रो घरमा हामीलाई बोलाऊ, अनि के बातहरू गर्छु भनिरहेको थियो। अनि तपाईँलाई त एउटा कुरो भन्छु, मेरो साथीहरू त एकदमै धनी छ है, ठुलो धरनाको, उनीहरूको एकदमै नोकरहरू पनि राम्रो छ। अनि उनीहरू आउँदाखेरि चाहिँ तपाईँको यो अनुहार चाहिँ उनीहरू देखेर घिन आउँछ। अनि तपाईँले सिटिङ रुममा बस्दिनुहोस् त। अनि साथीहरू आउँदाखेरि तपाईँले आफ्नो अनुहार नदेख्नुहोस्, किन मलाई लाज लाग्छ। कस्तो खालको साथीहरू रहेछ? होइन, तपाईँ भित्र बस्दिनुहोस् न ल। हुन्छ ल ल ल। आइपुगेछ है। अरे ल, अन्त हाउ यु? एकदम सन्तोष है। अन्त अरे है, अरे सिस्टर पनि आइपुगेछ। म त पत्ता पनि थिएन नि। हामी आज इन्जोय गरौँ है। एकदम इन्जोय त भइहाल्छ। अरे मैले सबै तयारी गरेको छु। हुन्छ, हामी बस्दा हुन्छ। एकछिन बस्नु है ल। अनि सबै ठिकै छ? एकदम ठिकै छ है। धेरै यस्तो वर्ष बादमा आज बल्ल बल्ल है भेट भयो। अनि यसो म्युजिकहरू लगाउनु साथी, आज इन्जोय गर्थ्यौँ। होइन ल भइहाल्छ नि। यसो काम गरेकोले मक्कै भइसक्यो हो। आज बल्ल बल्ल चान्स पाएँ। अफिस त कोही बेला आइतबार पनि बोलाइदिन्छ हो ड्युटी। अब आइतबार पनि जानुपर्छ। बल्ल फुर्सद पाएकोमा आज यो टाइममा चाहिँ मजाले इन्जोय गरौँ न है। मजाले इन्जोय गरौँ, मजाले बिताउँ न यो टाइम। अरू बेला त बिजी हुन्छ हामी आफ्नो ड्युटीले गर्दा हो। सिस्टर के छ? एकदम ठिकै छ है। आज चाहिँ हामी बल्ल बल्ल छुट्टी मिलाएर है इन्जोय गर्नुपर्छ है। ए एकदमै आज त मजाले हामी इन्जोय गरौँ न। गीत लगाउनुहोस् न आज। म्युजिक लगाउँदैछु। म्युजिक ल। आमा ल नाच्नु पर्छ। आमा यसो चिया पानी पनि गरेको छु हो। ल नाच्ने गरौँ ल। म चिया पानी लिएर आउँछु नि ल। हुन्छ रेस्ट गरिदिउँ है। अनि चियाहरू पिउँ बसौँ है। मजाले चिया खानुपर्छ है ल। चिया पानी मजाले खानुपर्छ है ल। आमा ल है। ल है साथीहरू ल। थ्याङ्क यू साथी। आथा 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 हात पोल्यो। आथा 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 पोल्यो पोल्यो। आथा पोल्यो। हातमा पोल्यो। आथा मेरो आमा हो। मेरो आमा मेरो आमा। किन छ? होइन साथी सुन न, त्यस्तो होइन। आथा पोल्यो। होइन सुन न साथी, त्यस्तो नगर न। होइन सुन न। किन? होइन आमाको हातबाट हामीलाई इच्छा खुवाएको होइन त्यस्तो होइन।
होइन केही पनि हो नौ त्यस्तो सुन न त्यस्तो न अब नहुनु नि साथी सुन न यस्तो यस्तो रूप आमाको हातबाट तिमीले हामीलाई चिया भएको होइन हो हामी जाउँ है कहाँ बस्छौँ यहाँनिर अब हामी अफिसमा सुन न साथी सुन न सुन न सुन न तिमी अब अबदेखि हामीले त अफिस हाम्रो फ्रेन्डसिप पनि छुट्यो सुन न साथी नजाऊ न सुन न एउटा कुरा हो सुन न त्यस्तो होइन साथी सुन न मैले तिमीले नआऊ भने त तिमी किन आयो बिचमा मेरो साथीभाइले आज मलाई इन्कार गर्यो मलाई लाज बनायौ तिमीले मैले सोचेको थिइनँ तिमीले यस्तो गर्छ भनेर साथीभाइले मलाई अफिसमा पनि अब नबोल्ने कुराहरू गर्यो सम्बन्ध टुट्यो भने भन्यो तिमीले आज मलाई बदनाम गर्यो के गर्नु छ र मैले यस्तो सोचेको थिइनँ तँलाई के गर्नु छ र मलाई माफ गरिदिए तँ मेरो मुटुको टुक्रा हो मुटुको टुक्रा हो छोरा आज त छिछाएको देखेर मेरो मन थामिन छोरा मलाई क्षमा गरिदे मेरो छोरा मलाई क्षमा गरिदे मेरो हृदय टुट्यो तँ चिसाउँदाखेरि क्षमा गरिदे छोरा मलाई क्षमा गरिदे हजुर देवार के भयो आज यसको साथीभाइहरू लिएर आएको थियो पार्टी थियो मलाई देखेर आज उनीहरूले घृणा गरिरहेको छ मेरो छोराले पनि घृणा गरिरहेको छ तेरो साथीले तँलाई छोडेर गयो भन्दामै त रुको तेरो साथीले तेरो आमाको अनुहार देखेर चाहिँ तँलाई गाली गरेर गयो अनि तँ चाहिँ साथीको फरमा लागेर तैँले आमालाई गाली गर्दैछस् तँलाई थाहा छ तेरो आमाले तेरो लागि कति चाहिँ मूल्य चुकाएको छ तँलाई थाहा छ यो आमाको अनुहार यस्तो हुनुको पछि नि तेरो ठुलो हात छ बुझिस् आज म तँलाई सुनाउँछु यो घटना आज सुनाउँछु म हजुर सुनाउँछु यसलाई म आज चाहिँ तपाईँले मलाई नरोक्नुहोस् है होइन नभन्नु बुझ्दैन म जहिले पनि यो बाटो भएर हिँड्छु जहिले पनि यसले तपाईँलाई गाली गर्दै गरेको हुन्छ घृणा गर्दै गरेको हुन्छ तिरस्कार गर्दै गरेको सुन्छु आज म यसलाई भन्छु ए सुन यो आमाको अनुहार नि यस्तो हुनुको पछि नि तेरो ठुलो हात छ तर त्योभन्दा अगाडि म तँलाई एउटा इक्जाम्पल बताउँछु एउटा उदाहरण दिन्छु एउटा आमा र छोरा नि एउटा गाउँमा बस्थ्यो अनि एक दिन त्यो छोरा बढेर बिहा गरेपछि नानीहरू भयो अनि नानी भइसकेपछिदेखि एक दिन त्यो छोरा बुहारीले नि एउटा आमालाई घरबाट निकाल्दियो वृद्ध अवस्थामा अनि केही वर्ष बादमा नि त्यो आमा र छोराको बाटोमा भेट हुन्छ बुझिस् आमाले सोचेको हुन्छ आज चाहिँ मलाई छोराले घरमा लिएर जान्छ तर छोराले भन्छ आमा मलाई तपाईँको मुटु झिकिदिनुहोस् अनि आमाको मन आमाले आफ्नो मुटु झिक्यो त्यो छोरालाई दिन्छ अनि आमा मर्छ अनि त्यो छोरा आमाको मुटु लिएर खुसी भएर जाँदै गरेको हुन्छ अनि बाटोमा अल्झिएर त्यो मुटु चाहिँ फुत्त भुइँमा लड्छ अनि त्यति बेला त्यो मुटुबाट पनि एउटा आवाज आउँछ छोरा तँलाई चोट लागेन बुझिस् आमाको मन चाहिँ त्यस्तो हुन्छ आमाको हृदय चाहिँ त्यस्तो हुन्छ अनि आज यो भाउजूको अनुहार यस्तो हुनुको पछि तेरो कारण छ जब त 2 वर्षको थिइस् भाउजू बाहिर गएको थियो अनि तैँले बदमास गर्दै गर्दा बलिरहेको लेमलाई तैँले लडाएर नि डल्लै घरलाई आगो लगाइदियो अनि जब भाउजू हतालेर आउँदा नि आगो पुरा लागिसकेको थियो र पनि त्यस्तो अवस्थामा भाउजू भित्र पस्यो अनि तँलाई चाहिँ नि बचाएर खिड्कीबाट फुत्त फ्याँक्यो अनि तँ बाँचिस् अनि तँलाई बचाउँदा चाहिँ तेरो आमाको अनुहार चाहिँ यस्तो भयो बुझिस् यदि आज यो आमाले आफ्नो अनुहार नडराएको भए आफ्नो जीवनलाई मृत्युको मुखमा नपारेको भएदेखि तँ आज यहाँ हुने थिइनस् तँ यत्रो हुने थिइनस् अनि तँ आज यहाँ छस् तँ पढ्दैछस् तँ नोकरी गर्दैछस् यसको पछि चाहिँ तेरो आमाको ठुलो हात छ बुझिस् तैँले चाहिँ क्षमा माग्नुपर्छ तेरो आमाले तेरो लागि ठुलो योगदान चुकाएको छ मूल्य चुकाएको छ बुझिस् तेरो आमाले तेरो लागि थुप्रै आँसुहरू बगाएको छ अनि त्यो आँसुको मूल्य हो कि तैँले एउटा राम्रो नोकरी गर्दैछस् बुझिस् म यही कुरो भन्छु आज चाहिँ तैँले तेरो आमालाई माग
आज तैँले आफ्नो आमालाई माफ माग। यत्रो वर्ष मलाई किन लुकाएर यो कुरा मैले तिमीलाई कति हेला गरेँ मैले तिम्रो विरोधमा कति कुराहरू गरेँ तिम्रो अनुहार यस्तो भयो मैले घृणा गरेँ आफ्नो साथीभाइहरूसँग पनि मैले तिम्रो ल क्षमा गरिसकेको छु तँलाई मेरो अनि तपाईँ जोडले ताली बजाइदिनुहोस्।